हेलो गाइस वेलकम छ हजुरहरूलाई आजको मेरो मिनी ब्लगमा 7 गतेबाट चाहिँ मेरो एक्जाम चलिरहेको थियो। आज चाहिँ छुट्टी छ, भोलि चाहिँ लास्ट दिन हो क्या एक्जामको। तर पनि 20 दिनसम्म चाहिँ लाग्छ अरे। मलाई भन्नु पनि लाज लागिरहेछ, तर म चाहिँ एकदम अल्छिन्छु। 7 बजी मात्रै उठ्छु के। म चाहिँ यहाँ गोठमा आएर गाईलाई खोले काट्दैछु, तर्सी है खोले चाहिँ। अनि म चाहिँ त्यही ढिलो उठ्ने भएकै कारणले रात दिनभरि काम गर्छु, बिहानभरि सुत्छु क्या 7 बजीसम्म। त्यस्तै अब मेरो अरू साथीहरूलाई हेर्दाखेरि चाहिँ अब म पनि भोलिदेखि बिहान उठेर पढ्छु त भन्छन्, तर भोलि पनि कहाँ सपनामा कुन ठाउँमा भइरहेको हुन्छ क्या। मस्नुहोस् मैले चाहिँ चुट्कीमै तर्सी काटिदिएँ होइन। अनि गोठमा गएर आगो बाले यस्तो दामी आगो बलिरहेको छ होइन। आगो तापिरहेको छु, बाहिर चाहिँ यस्तो दामी घाम लागिरहेछ। लहरा तान्न चाहिँ एकदम गाह्रो भएर मैले चाहिँ सबै एक एक गर्दै तर्सीहरू झार्दिएँ। अनि लहरा चाहिँ तानिसकेँ। अनि घरमा आएको त मम्मीले यस्तो राम्रो गिलो पकाउनु भएको रहेछ क्या। अनि मैले थोरै थोरै गर्दै बोटामा हालेँ। गोठबाट आउँदा चाहिँ ढिलो भइसकेको थियो, अनि हामीले चाउमिन पकाएर खायौँ। फर्स्ट टाइम पकाएको चाहिँ एकदम मिठो भयो। यहाँसम्म ब्लग हेरिदिनु भएकोमा थ्याङ्क यू।